धेरै आमाबुबाहरूको एउटै जिज्ञासा हुन्छ, मेरो बच्चाले राम्रोसँग दुध खाइरहेको छ कि छैन, कसरी थाहा पाउने? ल आउनुहोस् यस विषयमा आज कुरा गरौँ। शिशुले दिनमा कम्तीमा 8 देखि 12 पटकसम्म दुध खानुपर्छ। हरेक 2 देखि 3 घण्टामा कम्तीमा एकचोटि। शिशुले पर्याप्त मात्रामा दुध पाइरहेको छ कि छैन भन्ने कुरा उसले गर्ने पिसाबबाट पनि थाहा पाउन सकिन्छ। यदि शिशुले पर्याप्त मात्रामा पिसाब र दिशा गरिरहेको छ भने उसलाई दुधको मात्रा पुगिरहेको छ भन्ने कुरा बुझ्नुपर्छ। पर्याप्त मात्रामा पिसाब भनेको कति हो त? एक दिनको शिशुले कम्तीमा एकचोटि, 2 दिनको शिशुले कम्तीमा 2 चोटि गर्दै पहिलो हप्तामा जति दिनको बच्चा भयो त्यतिचोटि पिसाब गर्नुपर्ने हुन्छ। त्यसपछि भने कम्तीमा 5 देखि 6 चोटिसम्म पिसाब गर्नुलाई नर्मल मानिन्छ। दुध खाएर सन्तुष्ट बच्चा शान्त देखिन्छ, आफैले स्तन वा बोतल छोड्छ र सुत्न जान्छ। पहिलो केही दिनसम्म बच्चाको जन्मतौल घट्न सक्छ, त्यो नर्मल हो, तर 2 हप्ताभित्र भने जन्मतौल फर्किनुपर्छ। बच्चालाई दुध पर्याप्त मात्रामा पुगिरहेको छ भन्ने यो सबैभन्दा भरपर्दो सङ्केत हो। अन्तिममा यति भन्न चाहन्छु, तपाईहरू एकदमै राम्रो गरिराख्नु भएको छ। आफूमा भरोसा राख्नुहोस्। आजको लागि यति नै। अर्को भिडियोमा हामी नवजात शिशुमा के कस्ता लक्षणहरू देखियो भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुपर्छ भन्ने विषयलाई लिएर आउनेछौँ। म डाक्टर उत्सव तिमल सिन्हा, बालरोग विशेषज्ञ।